हेलो गुड मॉर्निंग फ्रेंड्स। आज फिर कल की तरह लाटागुड़ी के लिए रवाना हो रहा है। कल लेके गया था और वहाँ ड्रॉप किया था, आज लेके आना है। आज हम 2 गाड़ी जा रहा है। बिहान बिहान सेपकको जङ्गल है, खुल्ला खुल्ला छ, मजाले हल्का पानी पनि छिटाइरहेछ हो। ब्यारिकेडहरू पनि सबै हटाएको रहेछ। ब्यारिकेड त हिजो पनि थिएन, दिउँसो आउँदाखेरि पनि थिएन। अब अहिले त बिहानै भइहाल्यो है। ये दोस्ती हम नहीं तोड़ेंगे दम अगर तेरा साथ ना छोड़ेंगे। ओ करबो टक्का तेरी मसाला डाका ला 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 ला। टक्क गुलमोहर फुलेको रहेछ यहाँ, टक्कसँगले। बाख्राकोट आइसक्यो साथीहरू। अब चाहिँ यहाँ लच्छा परोटा खानुपर्छ। भोक पनि लाग्दैछ हो। टक्क गाडी रोक्यो अरे लच्छा परोटा खानुहुन्छ। अब नास्ता सास्ता खाइवरी निक्लिसक्यो है। अब यहाँबाट अगाडि उद्लाबाडी, नेपालमा चाहिँ उर्लाबारी, यहाँ चाहिँ उद्लाबाडी। यो चाहिँ उद्लाबाडी मार्केट पस्नु थाल्यो। उद्लाबाडी मार्केट अहिले बिहानको 8:05 गयो। बजारहरू केही खुलेकै छैन। उद्लाबाडीमा यहाँ एउटा मन्दिर बनिएको रहेछ, कृष्णजीको होला सायद। उद्लाबाडीको फ्लाइओभर, बारीको पहाडहरू चाहिँ अब यो भुटान साइड होला मेरो ख्यालमा। गुलमोहर फुलिरहेछ है, दामी पाराले। चाल्सा अझै 17 किलोमिटर छ। म जानुपर्ने भनेको चाल्साबाट हुँदो हो। चाल्साबाट दाहिने लाग्नुपर्ने हो। अब हामी भनेको डामडिम आउने बेला भयो। अब चाहिँ हामी डामडिम प्रवेश गऱ्यौँ। यहाँबाट यता उँभो चाहिँ तपाईँको गोरुबथान लाभा हुँदै कालिम्पोङ जान्छ है। यो बाटो चाहिँ सिधै जयगाउँ। नब्बे सौ गर्दै हिँडिराखिएको छ साथीहरू है। अब आधा घन्टामा त पुग्छु भन्ने आश छ। ल साथीहरू, अब यो चाहिँ मालबजार प्रवेश गरियो। चाहिँ मालबजार यहाँ जहिले भिड हुन्थ्यो, आज चाहिँ बिहानै भएकोले गर्दाखेरि होला खाली रहेछ मालबजार पनि। यस्तो खाली मैले अहिलेसम्म देखाएको थिएन यो मालबजार। आज बिहानै भएकोले गर्दाखेरि होला। तिमीले आज सन्डे हो नि त, त्यो सन्डे भएर पनि हुनसक्छ है। अब मालबजार काटियो। अब चाल्सातिर बढिँदैछ है। अब 5-6 किलोमिटरमा चाहिँ चाल्सा आइपुग्छ। चाल्साबाट चाहिँ अब हामी दाहिने लाग्छौँ। अब हामी चाल्सा प्रवेश गर्न लागेछौँ है। अब
चाहिँ चाल्छ टक्कसँगले। अब यहाँबाट सिधै गयो भने जयगाउँ साइड जान्छ। म चाहिँ दाहिने लाग्छु। यो बाटो चाहिँ अब लाटागुडी। अब यो बाटो चाहिँ अलिकति तल गएर चाहिँ देब्रे छिर्नुपर्छ। त्रिमूर्ति रिसोर्ट भन्नेमा जानुपर्ने हो। यो जङ्गल पनि निकै मजाकै रहेछ। बाटोको साइडमा है गुलमोहरहरू रोपेको छ। फुल मजाले फुलेको छ यति बेला। अब यहाँबाट चाहिँ हामी देब्रे लाग्छौँ। अब चाहिँ हामी पुग्न लाग्यौँ। फाइनली साथीहरू मेरो गन्तव्य चाहिँ आइपुग्यो है। रिसोर्ट चाहिँ यही हो। रिसोर्टमा प्रवेश गर्दैछु है।